या हो अझै हे भगवान मृषा गाउँमा सबैको प्यारो ज्याको ठुलो भतिनीको घर गाउँमा मिलाएर गरिदिनु त ल है नमस्ते नमस्ते दिदी नमस्ते म बेलु गुरु फ्रम खाडे खोला भन्नु पर्यो हैन अनि खाडे खोला आइसक्यो क्या आज हामी मृषा जाने घुम्न उहाँको दिदीहरुलाई भेट्न लेकाले चाहिँ स्वर्गीय लेकाले होला गुरुङको घर गाउँमा जाने मलाई त बिचार स्वर्गमा हुनुहुन्छ बजै त ज्या त ज्याले हामी सबैलाई आशीर्वाद दिनु होला सबै स्मरणमा हामी सबै ज्याको आफन्त भदा भदिनीहरुलाई भेट्न जाने सबभन्दा ठुलो मान्छे नमस्ते हामीले चाहिँ चिउरा नास्ता सुब्दानी बेलु गुरुङले ल्याउनु भएको मेरो सासु आमाले ल्याउनु भएको चिउरा के अरे फेरिको बन्दी भयो के चिउरा रे आनन्दीको चिउरा एकदम राम्रो स्वस्थकार अर्गानिक ओके सबैले खानु होला चिउरा खाऊ ज्यान बनाऊ ल हाम्रो बेलमाया आमाले चिउरा बेलु आमाले चिउरा खाँदै हुनुहुन्छ सुब्दारनी धेरै धेरै धन्यवाद सबैलाई एकदम स्वागत छ फेरि पनि यस्तै चिउरा खाएर हिँड्न पाऊँ ल अनि यस्तो साथी चाहिँ सधैँभरि पाए अनि उहाँको पनि सिधो सिधो कपाल फुलेकोहरू सधैँसँगै हुन पाऊँ दिदी खानी है ल ल हाम्रो गुरुजी हुनुहुन्छ उहाँ सन्दीप लामे एकदम ह्यान्डसम हिरो हाम्रो टिमको बोस हो उहाँ चाहिँ एकदम उहाँ सेकेन्ड बोस हामीलाई त केही नभने हाम्रो के हो लास्ट उहाँ पनि बोसै भन्ने नि भन्छ उहाँलाई पनि सबै बोसै बोस छ यहाँ उहाँ चाहिँ चिउरा खुलाउनु भएको आमा एकदम सबैले मिठो मानेर खाइदिनु भयो है धेरै धन्यवाद नमस्ते बाजेहरू दाइहरू भाइहरू तानलाई नमस्ते या हो अझै हे भगवान मृषा गाउँमा ल अरूले नि या दिउँ न या के दा गाई छ न
नमस्ते ल ल बस बस ल आइयो निशा गाउँमा नमस्ते एकदम राम्रो रहेछ रमाइलो नमस्ते दिदी पनि सेम रहेछ सुरु गरे ओजा जमिन्छ मलाई ओजा आउनु तपाईहरुले खानु न होइन खानु तपाईँहरू खाएको हामी त हिजो त खाएको नि भोलि खाएको भन्नु न हजुर हामी अहिले नै आगाएर बसेको हिजो होइन कि कता बताउनु होला पानी कस्तो रहेछ बाबु तरुल मिठो छ आमा यसरी सबै मिठो छ है ल थपेर खानु है दिदीको सीता दिदीको सम्धिनीको घरमा छोरीको घर खास छोरी घर त यहाँ रहेछ नि त अहिले पोखरामा सम्धिनी माथि हुन्छ हाम्रो लेखाली ज्याको ठुलो भदिनी ऊ माइली कान्छी त्यस्तो पो रहेछ त यहाँ त सबै आफ्नै रहेछ ए सबिना माइजू हरायो कुकुरले मैले र सबिना कता हो ए माइली हामी आजमा टिप्न लैन नमस्ते लेकाली ज्याको गाउँमा आएको के लेगली ज्याको ठुलो भदिनी घर सबैको ज्या सबैको प्यारो ज्याको ठुलो भदिनीको घर गाउँमा आएको यो चाहिँ एकै लेखेको हो यो होइन अब माथि गयो भने सिधै माथि गयो भने यो खोमे डाँडा कोर्चम भन्यो लास्ट कोर्चम पुग्ने हो कि यो
तल गयो भने खारपानी पुग्ने भयो यता गयो भने कर्म पिपर जाने हो क्या तल गयो भने खारपानी पोखरा पुग्ने भयो के अब यता गयो भने कर्म पिपर पुग्ने भयो अब यता माथि फेरि अहिले त अलिक उयो सिधो दुईवटा रुख यस्तो छ नि त्यो बिचमा हो त्यो देउराली हो त्यहाँ नि होटेल छ त्यो पनि होटेल हो उताबाट आउने उता अब छ नि होटेल त थुप्रै छ उता सुरघिम हो यो देउराली हो त्यो रेस्ट क्याम्प भयो कोट के अरे लब्रो चौक भयो लब्रो चौकबाट खोमे डाँडा पुग्यो खोमे डाँडाबाट कोर्चौँ पुग्छ कोर्चौँ पनि 3-4वटा छ अनि त्यहाँ कोर्चौँबाट फेरि बुङ्गा त्यही कर्व यहाँ आइपुग्छु क्या यहाँ आइपुगेपछि यो माछापुछा रोयल ट्रेक हो कि यो उताबाट घुमेर आएपछि यता निस्किने हो यताबाट घुमेर गएपछि उता निस्किने मर्दे खोलातिर सैदी घाटा पुग्छ नि यताबाट गएपछि यसरी छ तर पहिला चाहिँ अब बेच्ने उस हुन्थ्यो के अरे अहिले अब जब 저 만지가 뭐예요? 만지는 거 좀. दुई टन भोलि त्यहाँ खैले नभए नागर्छ मलाई राशि कलर सुने तारा वे लोग हो ये गाईको बाछा बिरालोको माउ धारे कति थियो त्यहाँ चाहिँ तिमी गएर भने अहिले मलाई जुले ल सुरु गरौँ है दिदी कोही जाई कोही भेना है दाल चाहिँ यसरी दाल लाग्ने है मासुको बनाइदिनु है खाऊ नि त खाना परे खाऊ न पर्दैन के पर्दैन Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
छोटो परिवार हामी आज यो हाम्रो लेकाली ज्याको गाउँमा घुम्न आउन पाउँदा साह्रै खुसी पनि छ, एकदम दुःखी पनि छ मलाई। किन दुःख नै लाग्छ क्या, खुसीको ठाउँमा पनि मलाई दुःखै लागिरहेको छ क्या। किनभने हामी यहाँ उपस्थित भएको सबै हाम्रो टिम भयो, अनि यहाँको मेरो देवर देउरानी नन्दहरू अनि बहिनीहरू सबैजनालाई मेरो हृदयबाट नै नमस्कार भन्न चाहन्छु। आजको यो हाम्रो छोटो घरमा जस्तै हामी हरेक वर्ष धेरै ठाउँमा हामी घुम्न जाने गर्थ्यौँ। नेपाली जहाँलाई हामी डराएर भए पनि जहाँ पनि हामी घुमाएरै छोड्ने थियौँ। निकै वर्षपछि बिरामी हुनुभयो, हिँड्न सक्नु भएन। त्यसैले हामी जीवित छँदा हामी जहाँको गाउँमा आउनु नपाए पनि उहाँले देखिराख्नु भयो होला, हामीलाई आशीर्वाद दिइराख्नु भएछ भन्ने मैले सधैँ सोचिरहेको छु। हामीले स्वर्गमाबाट हामीलाई हेरिराख्नु भएको छ होला। उहाँको यो जन्मघरमा हामी यसरी आएर रमाएर खानपिन गरेर रमाइलो गर्न पाउँदा साह्रै खुसी लागेको छ। मेरो देवर देउरानी नन्दहरूलाई धेरै धेरै धन्यवाद, यहाँको दिदीबहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद। त्यति साह्रै ठुलो भव्य सभ्य होइन कि मलाई एकदमै भन्नमा नै लागेर केही कुरा भन्नमा नै लागेर हो कि हामी जीवित छँदै आउन ठुलो इच्छा थियो। फेरि पनि समय परिस्थितिले गर्दा कोही जागिरे, कोही विदेश, कोही कता भएर हामी आउने सम्भव भएन। आज हामी जहाँ नरहेर पनि हामी आउन पाए एकदम खुसी छ। अब हामी यसरी आउने जाने गर्न पर्छ। हाम्रो इष्टमित्रहरू यहाँ पनि रहेछ, कालाबाङ घडेरी पनि रहेछ, खाडे खोला पनि रहेछ भनेर सोच्नु तपाईँहरूले पनि। हामी पनि यसो राम्रो नराम्रो हाम्रो गुरुको त हुन्छ भने राम्रो नराम्रो काम पर्दा हामी भेटघाट हुने मौका मिलोस्। अनि नाता पनि जोडिएछ। हाम्रो बुहारी अस्ति भर्खर बित्नु भएको हाम्रो देउरानी, उसको बुहारी हाम्रो भान्जी हुने पुगे रहेछ, एकदम खुसी लाग्यो। यसरी नै हामी यो अनौपचारिक हो, औपचारिक बाँध्ने पनि होइन, अनौपचारिक कार्यक्रम यही समाप्त गर्दै अब हामीले सानो केही पनि ल्याएको छैन कि के लैजाने त नि, सबै कुरा यहाँ यति मिठो मिठो खानेकुराहरू खान पाइँदो रहेछ। हामीले केही पनि ल्याएको छैन। फेरि पनि हामी सबै समूह मिलेर सानो सानो पोका बनाएर ल्याएको छु है। अब मेरो देउरानी अमजु नन्दहरूलाई ल यति भन्दै यो सानो अनौपचारिक समाप्त गर्दछु। हस्त तपाईँहरूलाई धेरै धेरै हृदयदेखि नै धेरै धेरै धन्यवाद छ हाम्रो यो ग्रुपबाट, सबैको तर्फबाट है। अनि मैले पहिला त यही दिन्छु है, यो अब मेरो देवर देउरानी कसले राखिनी राख्नु, होमस्टेमा राखिनी राख्नु, हाम्रो समूहको तर्फबाट यहाँ थोरै रकम छ। यो बहिनी थोरै छ Yung matry nyo, sige din. Pwede na piya ba tayo? यो चाहिँ मैले हामी सबैको सल्लाहले के नानी र कान्छी सँगै छ। भान्जीलाई एउटा पोका दिनु, एउटा पोका चाहिँ नानी र कान्छीलाई है। मासु चामलको भात खायो भर्खरै, त्यो घटाउनै उहाँ नन्दा है, यो घरको भान्जी भदिनी के भन्छ, हाम्रो एक्लो नन्दा, हाम्रो परिवारको भनौँ न। ऊ त
जुनी जुनी भरी माया जुनी जुनी भरी माया धेरै राम्रो काट्दिए कि अहिले नसिधै
mulsho Senori teshu mulsho Ho galbandi teshu mulsho Senori teshu mulsho Minor beta tamido Mulsho rani minor beta tamido Mulsho rani minor beta tamido बाई 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 मुरिसा गाउँ मेरो देवर देउरानी नन्दहरूलाई चाबी किने बालु म अरे अरे खाने मु जरेने मु ड्याङ्गा जरने होइन ओको लो मानका दिएर याउँदियो दिदी हिजो सोगे सोइनु बिल त होइ मजाले दिनु पर्दैन रे दिदीले मलाई नको गरम गए यता झनै राम्रो छ जुम्लिया पारी रहेछ हो यहाँ त कति रिङ्गो दे धिसिदे नागैले नेसोसम्म परिँद है थिङसिँदै फेरि घर पनि यसो देखाउनु पर्यो यो घामले डिलाइट पर्छ के अलिकति समय त भयो सिडीमा त्यस्तो बसम भयो खिचौँ भनेको म एउटा खिच्छु अनि चेक गर्नु ल यति राम्रो नागैले नेसोसम्म थिङ पर्दियो अलिकति दुध तातो गरम है जाउ पारिलो त त चुराम बस्ने कुरो नाम भनेको आउनु न खै खाइ त नि त्यहाँ दि तिमी प्रमाखेरे मएर भयो नि वाला सालो दाइ देखिन्छ कि यो सबै किन हुन्न अर्गानिक केही हुँदैन के ओछ्याम के है आदु आदु दिदी
हजुर ल बहिनी ल्यायो ल अँ ल ल ल आयो आयो ल आउँदै गर्नु ल ल छेनाले दिँदा ल बाई बाई ल रमाइलो ताई ल बेलु बाई बाई फेरि खौरे ल ल ल बाई बाई कति आमामा कति छाम सिटी के अरे यो दाउरो के बाल्ने हो कि खाने हो त्यो खाने जस्तो छ आमा अन्त कति छेले जाउँदै ती सिधै फेरि ए भाइलीको आमा हो नमस्ते मनिताको आमा के भयो भोक लागेन के हो आमासँग नमानेको हामी कहाँ अरे भाइलीको माइतमा गाचोकमा है यो पनि 1 केजी होला खै त देखाउ त बाबु खै हेर 1 किलो छ यो अर्को पनि 2 किलो भनेको होइन 2 किलो 1 किलो मात्रै लैदिनु पर्छ कि हो दुईटाले 2 किलो पुग्यो होइन ल एकदम राम्रो गरेर स्याट गरेर पैसा पनि हामी चाहिँ ज्याको गाउँमा पुगेर आएर एकछिन चाहिँ ब्रेक म चाहिँ यहाँ यामदी रेनबो ट्राउटमा पसेको उता गण्डकी रेनबो ट्राउटमा पस्ने भनेको बाटो बिग्रेर रहेछ हाइड्रो पावर बनाउन लाएर रहेछ त्यो त त्यही भएर चाहिँ के अरे बाटो जाँदा एकदम गाह्रो भयो कि त्यतापट्टि अनि अहिले आउँदा एकदम गाह्रो हुन्छ भनेर अनि फेरि यहीँबाट लैजाउँ त नि माछा भनेर साथीहरूले यता नै ल्याइदिनु भयो कि अनि यता आएको ल है त हामी अहिले यामदी रेनबो ट्राउटमा यहाँ पनि ट्राउट माछा पाइन्छ अरे के माछा पुछ्री गाउँपालिकामा आएको तर माछा पुछ्री चाहिँ त्यहाँ चाहिँ नरहेछ माछा पुछ्री त यता पो रहेछ घरबाट ल्याएको मकै बिहान अनातिको चुरा नि घरकै कसले ल्याएको नि यो मकै के बेला धन्यवाद दुईजना घरि महे बाबा घरि चिउरा बाबा ल यहाँ लाइन बेले धन्यवाद हौ धन्यवाद ल हामी चाहिँ ढिलो भएको कारणले चाहिँ गाडी नपुर्छ म हो जमाइना एकछिन यहाँनिर ब्रेक लगाएर अनि पुर्छ अब भयो क्या ढिलो भएन लैहाले अब लैहाले